नेपालमा त केही सम्भावना नै छैन। यहाँ त बस्नै बेकार छ। यदि तपाईँ पनि दिनहुँ यही कुरा सोचेर निराश हुनुहुन्छ भने 1 मिनेट यो भिडियो हेर्नुस्। हामी देशलाई सराप्छौँ, तर सोच्नुस् त कि हामीले आफूलाई बदल्न प्रयास गर्यो? इन्टरनेटको यो जमानामा पनि हामी दिनको 3-4 घण्टा फोकट सोशल मिडिया स्क्रोल गरेर बिताउ भने दोष देशको कि हाम्रो? अहिलेको समय भनेको नेपालमै बसेर संसारभरिका क्लाइन्टसँग काम गर्ने समय हो। मात्र एउटा डिजिटल सिप सिक्नुस्, चाहे त्यो भिडियो एडिटिङ होस्, कोडिङ होस् वा एआई टुल्सको प्रयोग। तपाईको सिप बलियो छ भने नेपालमै बसेर लाखौं कमाउन कतै जानु पर्दैन। नेपालमा सपना गरिबीले मात्र मार्दैनन् साथी, केही नयाँ गर्न डर मान्ने र अरूको भारमा पर्ने बानीले मार्छन्। बहाना बनाउन छोड्नुस् र आजैबाट काम सुरु गर्नुस्। तपाईलाई के लाग्छ, नेपालमा सम्भावना छ कि छैन? तल कमेन्ट गर्नुस् र यस्तै भिडियोको लागि हामीलाई फलो गर्न नबिर्सनुस्।